अल्छ्याइ नलिनु उम्बी नरहनु निन्द्रा नधेरै लिनु केही देखि नडराउनु रिसा कतै कहिल्यै नउठ्ने हुनु। म 10 महिना जेठी। कस्तो हुनुहुन्थ्यो श्रीमान चाहिँ? अँगार जस्तै अँगार जस्तै अँगारको कोइलो आधा डढेको कोइलो हुँदैन फटाको गुँडै फटा 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 धन्ना झटपट छिन्नु फुर्दिरहनु जुम्सो कुना छोडिदिनु विद्या र धनमा पुरापुरी हुनु तो बानी हरदम दिनु। कति वर्षको उमेरमा खस्नुभयो? 30 वर्ष। 30 वर्षको हुनुहुन्थ्यो? म 30 वर्षको थिएँ। हजुर। ऊ पनि 30 वर्षमा। आकाशमा उड्ने चिलचरी हुन् भुइँ भुइँमा बुल्ने सुगा माइतीका दनले के गर्नु चेरीलाई फाटेर गए लुगा। थुङ्रुङ मेरे खेत रोपो सामसिम खोलो कुलो संसारमा छैन केही बित्दै भन्दा ठुलो। यो जीवनलाई पढेर सुधारौँ यो जीवन त फिरेर आउँदैन। धन्य राजा हरिचन्द्र सत्यवादी थिए अति हरिचन्द्र सरी राजा नभए नहुनन् पछि। सत्यले स्वर्ग जाइन्छ हरिचन्द्र गए सरी सत्यभन्दा ठुलो अर्को छैन केही जगतभरि। अपार महिमा तिम्रो आज्ञा बालका हामीले जान सक्यौँ हे नाथ खुसी हौ प्रणाम रे।